लगाउनु त यो लगाउनु नि पहिला कुन चाहिँ यिनीहरू सेतो सेतो यस्तो त्यो नयाँ सिरानी आज 500 रुपियाँ गोटा खासमा 700 800 600 700 रुपियाँको हिसाब दियो हो मैले 500 रुपियाँ गोटा राखेको फाटेको चाहिँ प्लास्टिक चाहिँ कति बेला खाएको भनेर चालै नपाउने अब पछिको लागि किनिराखेको हो मेरो रुम बनाउँदा चाहिँ यो राख्ने सिरार्ने अहिले नै किनिराखेको सबै यो 500 रुपियाँ गोटा हो 500 रुपियाँ मैले 8वटा किनेको छु सिरार्ने यहाँनिर 6वटा छ उतापट्टि 2टा छ रुममा दामी खालको क्वालिटी हो यो सिरानी चाहिँ दामी खालको छ है प्याकिङ गरेर हुन्छ यसरी हो नभए मुसाको चारो हुन्छ भोलि पर्सिको लागि अहिले नै किनिराखेको म चाहिँ अब नयाँ घर बनाएर चाहिँ सर्ने हो त्यहाँबाट चाहिँ मैले यहाँ पनि सामानहरू किनेको छु आई एम हियर पछि चाहिँ मेरो दोकान घर बनायो भने चाहिँ यो लगाउँछु मेरो यो रुम साह्रै सानो भयो ठुलो बनाउँछु रुम ठुलो बनाएर चाहिँ म दामी उयस गर्छु डेकोरेट ल गाइस हेर्दै गर्नु होला मेरो भोलि पर्सि घर कस्तो हुन्छ भनेर पिछिल्लो घर कस्तो बनायो भनेर याद गर्नु होला मेरो रुम चाहिँ यस्तो छ बोक्दा हतै भयो होला नि त एउटा 2टा 3टा 4टा 5टा 6 7 8 उतापट्टि रुममा एउटा छ सबै 500 रुपियाँ गोटा हो मलाई घटाएर दिएको होइन यो चाहिँ यसमा चाहिँ 6 7 8 अस्ति 2टा किनेको छु त्यो त 2टा त महँगो भयो यो चाहिँ मलाई 500 रुपियाँ गोटा दिएको बानिराख्नुपर्छ एउटा के उयो यहाँ छ बान यो लगाउनुहोस् आँखा देख्दिनँ न म कस्तो लगाउँछ हौ कता लगाउँ ए त्यसो पो लगाउँछ पुरा ठेल्नु भित्र चाहिँ अलिक मजाले टाइट खोल्नु साह्रो पर्छ नि खोलिहाल्छ हौ कसरी खोल्छ हेलो गाइस एक भारी हुनु नि त एक भारी जानु साह्रो परेको कति रुपियाँ यो चाहिँ कति रुपियाँ गोटा हो भनिदिनु नि 500 रुपियाँ गोटा कसको पैसाले किनेको बहिनीको मेरो पैसाले किनेकै गाइस म पनि यस्तोहरू किन्छै हुन्छ राखिदिनु गाइस गुड मर्निङ आज चाहिँ मैले बिहानै सामान किनेर हेर्नु पसिना खलखल यस्तो घाम लागिरहेछ बाई बाई गाइस